यो दुल्लु नगरपालिका वडा नम्बर 10 र दुल्लु नगरपालिका तर्फबाट हार्दिक न्यानो कृतज्ञता व्यक्त गर्न चाहन्छौँ। यहाँहरूले जुन खालको एउटा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत जुन यहाँ एउटा खालको सहयोग गर्ने यहीँ सिलेक्सन गर्ने जुन एउटा मनोभावना दिनुभयो र यसले गर्दा हेर्दा तपाईँहरूको सहयोग सानो होला, तर जुन तपाईँहरूको जुन एउटा अन्तर्हृदयदेखि यहीँ सिलेक्सन गरेर एउटा यस्तो गर्नेमा पनि जो एउटा यो दैलेख भए पनि भूभागको हिसाबले यहाँको भौगोलिक बनावटको हिसाबले कति गर्मी हुने नै ठाउँ हो यो, तर पनि हामी एउटा यो एकदमै देवभूमिको रूपमा चिनिएको दैलेख, त्यसभित्र पनि पञ्चकोशी। तपाईँहरूलाई भन्नुपर्दा हाम्रो पञ्चकोशी भनेको खास गरी नेपालको भन्नुहुन्छ भने त्यस्तो धामको रूपमा परिचित छ पञ्चकोशी। तर यसलाई अहिलेको हामीले समय र परिस्थिति अनुसार जुन ढङ्गले विकास गर्नुपर्ने हो क्रम त्यो चाहिँ हुन सकिरहेको अवस्था छैन। त्यसका लागि अहिले हामी विभिन्न तहबाट चाहिँ लागिरहेको अवस्था छ। चाहेको केन्द्र सरकार होस्, प्रदेश सरकार, केन्द्र सरकार, तिनै तहका सरकारहरूले एउटा खालको विस्तृत कार्ययोजना बनाएर अगाडि बढ्न सकेको खण्डमा यो सिङ्गो नेपालको मात्रै नभएर सिङ्गो यो दुल्लुको दैलेखको मात्रै कर्णालीको मात्रै नभएर सिङ्गो नेपालकै एउटा भाग्य र भविष्य निर्धारण गर्न सक्ने खालको स्थान हुने, चाहे त धार्मिक हिसाबले भन्नुहोस्, चाहे त अहिले पछिल्लो समयमा देखिएको वैज्ञानिक हिसाबले भन्नुहोस्। तपाईँहरूले अस्ति भर्खरै मात्रै 2-4 दिन अगाडिका हिजोतिरका अस्तिका मात्रै न्युजहरू पनि हेर्नुभयो होला। प्रधानमन्त्रीज्यूले पनि फोटो सेयर हाल्नुभएको थियो। यही क्षेत्र हो। तपाईँहरू सायद अब मेरो अनुरोध छ कतिपय गइ पनि सक्नु भएको होला। यदि जानुभएको छैन भने त ड्रिलिङ गरेको स्थान पनि नजिकै पर्छ। तपाईँहरू जाँदा यहाँ रिटर्न हुँदा तपाईँहरू नजिकै पर्छ, त्यहाँ पनि पुग्नु होला। त्यो पेट्रोलियम पदार्थ जहाँ उत्खनन हुने भनिएको छ, जहाँ 192 अरब ब्यारल भन्छ होइन, त्यो चाहिँ उत्पादन हुन्छ। त्यसले नेपाललाई कम्तीमा पनि पेट्रोलियम पदार्थमा 50 वर्ष चाहिँ आत्मनिर्भरता चाहिँ दिन सक्छ भन्ने खालको चाहिँ आकलन गरिएको छ। त्यो एउटा चाइनिज जुन एउटा भूगर्भ जुन टोली हो त्यो गर्ने त्यो सम्बन्धी अध्ययनको टिम हो, त्यो टिमले त्यस्तो खालको चाहिँ रिपोर्ट निकालेको छ। तर हामीलाई के आशा छ भन्दा अबको निकट भविष्यमै अबको 5-6 महिनामा नै त्यो चाहिँ उत्पादन हुन चाहिँ सुरु हुन्छ भन्ने खालको कुरा भइरहेको छ। त्यो छिटो होस् भन्ने हाम्रो चाहना छ। सँगसँगै यो पञ्चकोशीको यस्तो धार्मिक, ऐतिहासिक र सांस्कृतिक महत्त्वको विषय तपाईँहरूलाई भन्नुपर्दा नेपालको पहिलो धाम भनेको पशुपति, दोस्रो धाम भनेको लुम्बिनी, तेस्रो धामको रूपमा यो पञ्चकोशी लिन सकिन्छ। यो हामीले लिनेर भन्दा पनि यो हाम्रो धर्म ग्रन्थहरूमा उल्लेख भएका कुराहरू। तपाईँ हामीले महाभारत पढौँ, त्यहाँ पञ्चकोशीको बारेमा काहीँ न कतै कुनै न कुनै च्याप्टरमा तपाईँहरूले भेटाउनुहुनेछ, रामायणमा भेटाउनुहुन्छ तपाईँहरूले। त्यसै गरी पछिल्लो समयको पछिल्लो पुस्ताको अथवा तपाईँ हाम्रो पुस्ताले बुझ्ने भाषा र शैलीमा लेखिएको जुन वैष्णव पुराण भन्ने छ, ज्वाला पुराण छ, त्यहाँ पनि तपाईँहरूले हेर्नुभयो भने पञ्चकोशीको महिमाका विषयमा, पञ्चकोशीको महत्त्वको विषयमा र यहाँ तपाईँहरूले तीर्थयात्रा गर्दा अथवा यहाँ तपाईँहरूले धर्मकर्मका कामहरू गर्दा अथवा यहाँ तपाईँहरू तृप्तिको लागि तपाईँको पिण्ड दिँदा के फल प्राप्ति हुन्छ भन्ने कुरा चाहिँ उल्लेख गरिएको छ। र यो के हो त भन्दा हामी जसरी तपाईँको भारतको बनारसमा गएर, गयामा गएर, काशी र बनारसमा गएर जुन हामीले त्यहाँ तपाईँको हाम्रो आफ्नो पृथ्वीहरूको लागि पिण्ड दिन्छौँ अथवा हामीले आफ्नो चाहिँ धार्मिक कर्महरू गर्छौँ, त्यहाँभन्दा पनि बढी पुण्य प्राप्ति, फल प्राप्ति पञ्चकोशी भूमिमा अथवा पञ्चकोशी क्षेत्रमा गऱ्यो भने प्राप्त हुन्छ भन्ने कुरा धार्मिक कथनहरूले लेखिएको छ। त्यसैले तपाईँहरू जुन ढङ्गले उपस्थित हुनुभएको छ, हामीले विद्यालय पनि किन खोलेको त भन्दा हामी यो एउटै समितिले चलाउन पनि खोजिरहेका थियौँ, अझै पनि हामी प्रयास गरिरहेका छौँ। तर एउटैलाई गर्दा यो चाहिँ लोड बढी पर्न सक्छ भनेर यो सबै यो नाभिस्थानभित्रै मन्दिरभित्रै पर्छ, यो विद्यालय पनि नाभिस्थान मन्दिर पनि। त्यसैले दुईटैमा एकअर्कामा कोलाबोरेट गरेर फरक एउटा चाहिँ यो विद्यालय भनेको एउटा गभर्मेन्ट स्ट्रक्चरतिर गयो विद्यालय भन्ने बित्तिकै त्यसलाई हामीले संस्कृति पढाए पनि त्यसले चाहिँ एउटा फरक खालको परिस्थिति निर्माण हुने हो। र मन्दिर भनेको चाहिँ एउटा धार्मिक हिसाबले एउटा गुटीको मार्फतमा आउँछ मन्दिर छ, त्यहाँको मन्दिर होइन। त्यसैले गर्दा अब नै यसलाई यसको यो जुन कानुनी परिपाटी र झन्झट छ त्यसलाई चाहिँ छुट्टै गरौँ, तर कोअर्डिनेसन र कोलाबोरेसन हामी एउटै मर्मका साथ एउटै लक्ष्य र उद्देश्यका साथ जसले लागिरहेका छौँ त्यही ढङ्गले लागौँ भनेर चाहिँ गरिएको छ। अहिले पनि गुरुले भने जस्तै अहिले जसरी विभिन्न साम्प्रदायिक द्वन्द्वहरू भइरहेका छन् विश्वमा, दुनियाँमा, तपाईँहरू पनि सुन्नु भएको छ, इसाई धर्मका नाममा, मुस्लिम धर्मका नाममा। त हामी के चाहन्छौँ भन्दा यो विद्यालय खोल्नुको मुख्य उद्देश्य भनेको विश्वमा छरिएर रहेका हिन्दूहरू, जहाँ तपाईँको विश्वको जुनसुकै कुनामा रहँदा पनि तपाईँको हिन्दू धर्मप्रति अथवा हिन्दू संस्कारप्रति उनीहरूले चाहिँ मानिरहेका छन्, त्यसप्रति विश्वास गर्छन्। र त्यो कुराको अझ प्रचार प्रसार होस् र अरू तपाईँहरूलाई भने यहीँबाट पनि कतिपय अवस्थामा भिडियो कल मार्फतै हाम्रो यहाँका गुरुहरूले अमेरिका, बेलायत, तपाईँको जर्मन, अस्ट्रेलिया हुने हाम्रा भक्तजनहरूसँग पनि भिडियो कल मार्फत यहाँबाट उहाँहरूले यसरी यो धर्म कर्मका कुराहरू
अझ तपाईँको भनौँ यो स्वस्तिक वाचनका कुराहरू भन्नाले कसरी हुन्छ मान्छेलाई मनमा शान्ति मिल्ने कामहरू यो धर्मबाट चाहिँ हामीले चाहिँ गरिरहेका छौँ। विशेष गरी चाहिँ विशेष हिन्दू सनातन धर्मको प्रचार प्रसार र यसलाई अझ बढी आत्मविश्वासी अझ बढी अहिलेको जुन परिस्थिति सिर्जना भएको छ त्यो परिस्थितिमा चाहिँ अगाडि बढ्ने र अहिले जुन खालको एउटा अराजकता र एउटा भ्रम फैलाएर एउटा जुन अनुशासनहीनताको पराकाष्ठा जुन समाजमा मौलिरहेको छ फैलिरहेको छ त्यसलाई अलिकति भए पनि कन्ट्रोल गर्न चाहिँ यो वेद विद्या आश्रममा चाहिँ यहाँ नाभिस्थान मन्दिर अथवा पञ्चकोशी क्षेत्रले चाहिँ भूमिका खेल्नेछ भन्ने हामीले आशा गरेका छौँ। किन भन्दा धर्म भनेको एउटा अनुशासनको पाटो पनि हो र धर्मले मान्छेलाई एउटा अनुशासित बनाउँछ, एउटा जीवनको सही मार्गमा सही दिशामा लिनलाई एउटा चाहिँ मान्छेलाई प्रेरित गर्दछ र त्यसका लागि पनि यस विद्यालयले यस वेद विद्या आश्रमले महत्त्वपूर्ण भूमिका खेलिरहेको छ र आगामी दिनमा पनि खेल्नेछ। पुनः पनि म यहाँ आउने उपस्थित हुनुहुने तपाईँहरू सबैको मनोकाङ्क्षा यहाँहरूको सुशान्ति दीर्घायु उन्नति प्रगति यहाँको घर परिवार आफन्त नातागोता इष्टमित्र सबैतिर राम्रो होस्। पञ्चकोशीले सोचेको पुरा गर्नु र अझ भनौँ पञ्चकोशीमा तपाईँहरूले कुनै पनि कुरा यदि पुरा भएको छैन भने एउटा निश्चित समयको भाकल राखेर यहाँहरूले चाहिँ त्यो कुराको भाकल गर्नुभयो भने त्यो पनि पुरा हुन्छ भन्ने जुन विश्वास र धार्मिक आस्था छ त्यसमा पनि यहाँहरूको चाहिँ विशेष यहाँहरूका भएका सबै कामहरू पुरा हुन्। यहाँहरूको थप उन्नति प्रगति यहाँहरूको जागिरको जीवन व्यक्तिगत जीवन सामाजिक जीवन घर परिवार आफन्तहरू सबैमा हाम्रो पञ्चकोशी भगवान् सधैँ दाहिने भइरहन् भन्ने कुरा यहाँको बिचमा राखेर पुनः पनि यहाँहरू जुन सहयोग गर्नुभएको छ यस्ता सकारात्मक कर्महरूमा सत्कर्ममा तपाईँहरूसँगको साथ सहयोग समन्वय र सहकार्य तपाईँ हाम्रो बिचमा निरन्तर रहनेछ र तपाईँहरूको त्यो सहयोग चाहिँ निरन्तर यस्तोसम्म रहने कुरा यहाँको बिचमा विश्वास व्यक्त गर्दै पुनः पनि यहाँहरूलाई हार्दिक धन्यवाद गर्दै बिदा हुन्छु। धन्यवाद।